पालमको उपमा पाएकी गायक मनु नेम्माङले आफ्नो जन्मोत्सवको अवसरमा बल्याङ मन्दुम लारिङ्गेक नामलिङ्गेक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आज स्पेसल हाम्रो बल्याङ मन्दुम लारिङ्गेक नामलिङ्गेक पनि आज चाहिँ रिलिज गर्ने, सँगै मेरो बर्थडेको केक मेरो साथीहरूले माया गरेर ल्याइदिनु भएको केक पनि सँगै काट्ने, बल्याङ मन्दुमको केक पनि सँगै काट्ने भनेर आज चाहिँ दुईटा केक स्पेसल गरेर काटिँदैछ। गायक नेम्माङले सञ्चालन गरेको नखीपोट स्थित चौतारी होटलमा कलाकारहरू मन थप्लु, मितु नेम्माङ, मिना लिम्बू, ग्रीष्मा आङबुवाङ, भिडियो निर्देशक तथा नृत्य कोरियोग्राफर दिनेश माङ्बु, चलचित्र निर्देशक चन्द्र अम्बुले, सञ्चारकर्मी प्रेम अम्बुले, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन बिजेसुको सभापति पदम लिम्बू लगायतको उपस्थिति रहेको थियो। म्युजिक भिडियो बल्याङ थ्याङ्क यू। असल तुम्रो शब्द रहेको बलिहाङ मन्दुममा स्वर तथा निर्देशन समेत गायिक नेम्माङकै रहेको छ। नेम्माङको जन्मदिन असोज 31 गते भए पनि भिडियो सम्पादन कार्य सम्पन्न नभएपछि दीपावलीको प्रारम्भ अर्थात् धन्वन्तरी जयन्तीको शुभ अवसर पारेर कार्तिक 2 गते सार्वजनिक गरिएको हो। नेम्माङकै निर्माण रहेको भिडियोको निर्देशन संयोजन दिनेश माङ्बुको रहेको छ भने सिनेमेटोग्राफीमा चन्द्र अम्बुले र दिनेश पराजुलीको रहेको छ। यसै गरी सम्पादन अनिल राणाको रहेको छ। दीपावलीको आगमनको कारण अत्यधिक व्यस्त अवस्थामा रहेकोले जन्मदिन मनाउन मनसाय नभएको अवस्थामा पनि हितैषी सङ्घीयहरू मनु थप्लुङ, मितु नेम्माङ, मिना लिम्बूको समूहले जन्मदिनमा केक सहित उपहारहरू लिएर गायक नेम्माङको होटल चौतारीमा पुग्दा उनलाई नभेटेपछि उपहारहरू छोडेर गायकले उनै हितैषीहरूको माझमा जन्मदिन मान्न बाध्य परेको गायक नेम्माङले बताउनुभयो। विशेष गरेर मेरो बर्थडे जन्मदिन चाहिँ 31 गते रहेको थियो, तर 31 गते चाहिँ विविध व्यस्तताको कारणले मैले मेरो बर्थडे मनाउन पनि पाइनँ। देशको स्थितिहरू जस्तै थियो, त्यही कारणले मनाइएन पनि भनौँ। तर पनि साथीहरूले मलाई सरप्राइज दिने भनेर मनु थप्लुङ दिदी, मिना बहिनी, मेरो नितु रानी फुपू अनि बिमला लुङाले केक ल्याएर आउनु भएको रहेछ, साथै फुल पनि ल्याएर आउनु भएको रहेछ होइन, खदाहरू मालाहरू। त्यसैले म कार्यक्रममा चाहिँ एकदमै रेकर्डिङमा 12 बजी रातिसम्म उतै रहेकोले गर्दा उहाँहरूसँग चाहिँ मेरो भेट हुन सकेन। उहाँहरूले मलाई डाइरेक्ट विस गर्नु पनि पाउनु भएन। त्यो भएपछि चाहिँ के भयो नि, अब उहाँले केक ल्याएर मैले अझै खानेकुरा भएन। त्यसैले गर्दाखेरि आज स्पेसल हाम्रो बलिहाङ मन्दुम लारिङ्गेक नामलिङ्गेक पनि आज चाहिँ रिलिज गर्ने, सँगै मेरो बर्थडेको केक मेरो साथीहरूले माया गरेर ल्याइदिनु भएको केक पनि सँगै काट्ने, बलिहाङ मन्दुमको केक पनि सँगै काट्ने भनेर आज चाहिँ दुईटा केक स्पेसल गरेर काटिँदैछ। अत्याधिक कार्य व्यस्तताको कारण जन्मदिन मनाउने कुनै तयारी नभएकोले कसैले खबर नै नगर्दा पनि शुभचिन्तक तथा आफन्तजन स्वयं उपस्थित भएर कर लगाएपछि मात्रै आफू जन्मदिन मनाउन तत्पर हुनु परेकाले सोही अवसरमा बल्याङ मन्दुम लारिङ्गेक नामलिङ्गेकको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको गायक नेम्माङले बताउनुभयो। यो चोटिको यो बल्याङ मन्दुम मैले नै निर्देशन गरेको छु। सह निर्देशकमा हुनुहुन्छ दिनेश माङ्बु भाइ हुनुहुन्छ, उहाँले मलाई डाइरेक्टर बनाएर उहाँ सहमा बस्नु भएको छ, धेरै धेरै धन्यवाद छ। त्यसरी नै चन्द्र अम्बुले दाइले छानबिन गरेर सघाउनु भएको छ। मनु थप्लुङ दिदी घरबेटी भएर थुप्रो पैसा दिनुभएको छ हाम्रो बलिहाङ तङनाममा, अनि 7 लाख दिनुभएको छ। अनि मेरो नितु रानी फुपूले देउसी खेलेर घाँटी सुक्ने गरी भैलेनी खेल्नु भएको छ। ग्रीष्मा आङबाङ, सोल्टी, मिना बहिनी, असल तुम्रो यस बलिहाङ मन्दुमका मेन रचनाकार चाहिँ असल तुम्रो भाइ हुनुहुन्छ। एसिस्टेन्टमा चाहिँ हाम्रो प्रेम अम्बुले भाइ हुनुहुन्छ, अनि मेरो श्रीमानजी हुनुहुन्छ यहाँ बाङ्गो मेरो घरबेटी हुनुहुन्छ अहिलेलाई चाहिँ, अनि पदम सर हुनुहुन्छ यातायातमा एकदमै धेरै सहयोग पुर्याउनु भएको छ। अनि मेरो भदाइनीले चाहिँ फुल दिएर यति धेरै सहयोग गर्नु भएको छ, फुलमाला हुन्दिएर मेरो नातिनी। अनि टन्नै आज कोही बोलाइएन, धेरैले गुनासो गर्नुहुन्छ होला, प्लिज गुनासो नगरिदिनु होला। सत्य, तथ्य, निष्पक्ष अनि खोजमूलक समाचारको साथमा एभरेस्ट न्यूज।
हामी तिनजना चाहिँ लाउँ न अलिक केकै नकाटे होइन हुन्छ त पहिला लाएर काट्ने नि त अलिक फोटोमा पनि राम्रो देखिन्छ पहिला काटेर चाहिँ लाउने होइन हामी चाहिँ यसो गर्छौँ अनि त्यहाँदेखि के भयो तपाईँहरू बिजी हाम्रो दिनेशजी पनि बिजी हो र नानी दुईटा रेडी गर ल अबे उसले पनि क्यामेरामा चल्न एरा आउनको मोबाइल नि एरा आउँ मिना ए जहाँ यहाँ दिदी नानी यिनीहरू एकछिन उता लैजाऊ न हौ कामै गर्नु दिएन न हौ उता दिनु अनि हामी फोटो म अनि केक काटेर दिन्छु हौ म दिन्छु अलि उता जानु त्यहाँ बस्ने ए यहाँबाट नि एउटा फोटो हानिदिनु न यसो देखाए जस्तो गर्नु भाइ यहाँ त साथीहरू नयाँ पुगेर सुरु भयो हो है अब सर ल हामी त सुरु गरेको छ म पनि एकछिन एउटा फोटो त्यति खिचौँ ल सक्यो होइन यसो के खाएको त होइन अब खानुपर्छ अब चाहिँ अब एक म्युजिक भिडियो त्यस्तो पो छ त्यहाँ अगाइयो अब बदाम चाहिँ तपाईँको मोबाइल चाहिए रे यस्तो गर्नु सुरे तपाईँको फोन ल्याउनु त भयो त होइन यो केक चाहिँ यसले त जान्नु यो नयाँ प्याटर्न रहेछ एन्ड प्याटर्न घुमाइदिनु नि क्विक बनाएर प्याटर्न लगाइहाल्यो एक क्लिक गरिदिइहाल्नु न ल ल ल ल दियो बाल्ने होइन लु बाल्ने ल म दियो बालिहाल्छु ल प्रेम मैले बाले है त सबैजनालाई तिहारको यो बलियाङ तङ्नामको उपलक्ष्यमा चाहिँ अब हाम्रो यो एउटा शुभ कार्य भइराखेको छ होइन सबै मेरो बर्थडे त अस्तिको दिनै हो होइन तर चाहिँ आज चाहिँ साथीहरूसँगै मनाउँ भन्ने भयो मेरो भन्नु केही पनि छैन विशेष गरेर मेरो बर्थडे जन्मदिन चाहिँ 31 गते रहेको थियो तर 31 गते चाहिँ विविध व्यस्तताको कारणले मैले मेरो बर्थडे मनाउन पनि पाइनँ देशको स्थितिहरू यस्तै थियो त्यही कारणले मनाइएन पनि भनौँ तर पनि साथीहरूले मलाई सरप्राइज दिने भनेर मनु दिदी मिना बहिनी मेरो नितु रानी फुपू अनि विमला ढुङ्गाले केक ल्याएर आउनु भएको रहेछ साथै फुल पनि ल्याएर आउनु भएको रहेछ होइन खदाहरू मालाहरू बिचरा म कार्यक्रममा चाहिँ एकदमै रेकर्डिङमा 12 बजी रातिसम्म उतै रहेकोले गर्दा उहाँहरूसँग चाहिँ मेरो भेट हुन सकेन उहाँहरूले मलाई डाइरेक्ट विस गर्नु पनि पाउनु भएन त्यो भएपछि चाहिँ के भयो नि अब उहाँहरूले केक ल्याएर मैले अझै खानेकुरा भएन त्यसैले गर्दाखेरि आज स्पेसल हाम्रो बलिहाङ मुन्दुम रामिङ केक नाम्लिङ केक पनि आज चाहिँ रिलिज गर्ने सँगै मेरो बर्थडेको केक मेरो साथीहरूले माया गरेर ल्याइदिनु भएको केक पनि सँगै काट्ने बलिहाङ मुन्दुमको केक पनि सँगै काट्ने भनेर आज चाहिँ दुईटा केक स्पेसल गरेर काटिँदैछ यो चोटिको यो बलिहाङ मुन्दुम मैले नै निर्देशन गरेको छु सह निर्देशक हुनुहुन्छ दिनेश माग्नु भाइ हुनुहुन्छ उहाँले मलाई डाइरेक्टर बनाउनु
सहमत हुनुभएको छ, धेरै धेरै धन्यवाद छ। त्यसरी नै चन्द्र अम्बुले दाइले सपोर्ट गरेर सघाउनु भएको छ। मनु थप्लुङ दिदी घरबेटी भएर थुप्रो पैसा दिनुभएको छ हाम्रो बलिहाङ तौनाममा, अनि 7 लाख दिनुभएको छ। अनि मेरो नितुरानी फुपूले देउसी खेलेर घाँटी सुक्ने गरी भैलेनी खेल्नुभएको छ। ग्रीष्म आङबाङ, सुर्ती, मिना बहिनी, असल तिम्रो यस बलिहाङ मुन्दुमका मेन रचनाकार चाहिँ असल तिम्रो भाइ हुनुहुन्छ। के भन्छ एसिस्टेन्टमा चाहिँ हाम्रो प्रेम अम्बुले भाइ हुनुहुन्छ। अनि मेरो श्रीमानजी हुनुहुन्छ यहाँ बाङ्गो मेरो घरकेटी हुनुहुन्छ अहिलेलाई चाहिँ। अनि पदम सर हुनुहुन्छ, यातायातमा एकदमै धेरै सहयोग पुर्याउनु भएको छ। अनि मेरो भदाइनीले चाहिँ फुल दिएर धेरै सहयोग गर्नुभएको छ। फुलमाला हुन्दिएर मेरो नातिनी। अनि आज कोही बोलाइएन, धेरैले गुनासो गर्नुहुन्छ होला, प्लिज गुनासो नगरिदिनु होला भन्छु, किनकि यो मेरो बर्थडेहरू मनाउने कुनै मेरो यो नै थिएन। तर यो काम पनि आज पनि अहिलेसम्म रिलिज भइराखेको छैन होइन। त्यस्तो धेरै कामहरू थपेरी भयो, समस्या भयो, त्यही कारणले अलिकति ढिलाउनु भयो। सबै कलाकार टिमले किन बोलाइएन भनेर सायदै गुनासो गर्नुहुन्छ होला भन्ने लागेको छ। तर तपाईँले मान्नु नगरिदिनु होला। मैले कसैलाई उहाँहरूले त बर्थडे नै केकै ल्याइदिनु भएको छ। मैले उहाँहरूले नबोलाई मैले अझै काटेर त मार्नुहुन्छ भनेर हो क्या, उहाँहरूले आफै काट्न लानु पऱ्यो भनेर उहाँलाई निम्त्याइ उहाँले आइपुग्नुभयो, ढिलाइ भयो भने सबैजनाले साथ दिनुभयो। अब सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हाम्रो जुन टिमहरू हुन्छ देउसी धेरैजना छुट्नु भएको छ। आज चाहिँ यो स्पेसल चाहिँ आज होइन, अब भोलि पर्सि फेरि खुवाउलाहरूलाई चाहिँ यो केक काट्नलाई चाहिँ अब चाहिँ काटेर म तपाईँहरू सबैलाई मिठो मिठो केक खुवाउँछु है त। थ्याङ्क यू, धेरै धेरै धन्यवाद सबैजनालाई। चामिना अब चाहिँ केक खाने अहिले काटेर बस्छु नि, पहिला काट्ने होइन, काट्छु अनि पहिला ल। हेप्पी बर्थडे कसले गाउने? Happy birthday to you. Happy birthday dear Manu. अब बलिहाङ तौनाम। Happy बलिहाङ हाम्रो यो होइन त्यो गीत गाउँ न अस्ति गाएको खुवाउनु अरूलाई त प्लेटमा बाँध्न पर्छ। Happy birthday to you. Quite a gift. अस्ति बर्थडे दिन स्पेसल दिनुभयो सरप्राइज गिफ्ट छ। अब हाम्रो दिनेश सर र चन्द्र तपाईलाई केक 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 लगेर जाने केक लिएर मेरो लागि त अघि खाइसके भयो। ए लैजानु न, आफ्नो भाग त लानुपर्छ त। अब कुकुरलाई लु कुकुरलाई मलाई अनि तपाईँ अब मामा अनि हामी त आइहाल्छौँ। लु ल मान्छेलाई आयो गिफ्ट त पर्दैन हौ, यत्रो ल्याइदिनु भएको छ। थ्याङ्क यू। यहाँ त गिफ्ट पाउने उयो भयो।
दिदी जानु राख्नु अब सानो नानीलाई फेरि यहाँ दुईजनालाई चाहिँ ठुलो खिचिराख्नुपर्छ दिदी नानीलाई देख्नु ओ यहाँ अनि यहाँ तङ्ना मुको चाहिँ तारिङेको पनि हाम्रो चाहिँ ह्याप्पी बर्थडे चाहिँ हेर्दा समताको ओपन गर्दा हुन्छ होला नि त भिडियो चाहिँ रिलिज नगर्दा अब असल आउँदैछ चन्द्र सर पनि बाँकी दुईटा र तिनटा जति ल्याइदेऊ न चम्चा वरि 3-4वटा प्लेट पनि ल्याउँ प्लेटहरू पनि सानो प्लेटहरू के खारै बनाउनुहोस् है भाइ के खानु बनाउनु सानो प्लेटहरू मेरो अब मेरो उहाँलाई चाहिँ अब यो अङ्कल यहाँ के भन्दैछ एकैछिन यो पहिलो भिडियो होइन मेरो लागि मैले के अरे पहिले रेकर्डिङ गरे पनि भिडियो चाहिँ पहिलो त्यसैले भिडियो अन गर्नु रे अङ्कल अन गर्दै फोटो खिच्दैछ भिडियो नै उयो छैन यताको भिडियो अफ गरिरहेको दिदी ल जानु न दिदी भिडियो बनाएर थ्याङ्क यू काका तपाईँलाई मेरो फोन उठाइदिनु भएन रुन्छु दुरु दुरु रुन्छु कसकोबाट खिच्दैछौँ हामी भइसक्यो भन्दै ल भिडियो हेर्नु होला चल्नु सर अब चन्द्र सरको पालो चन्द्र सर ल तपाईँ जानु कि सकेको खै म खै म्याडम खै यसैले होइन ल ल अब मुभी राम्रो होस् मुभी म्युजिक भिडियो बोलेको थ्याङ्क यू थ्याङ्क यू पैसा कति पैसा भन्ने नै छैन म केक दिन्छ है पहिला यो एकैसँग हप्तामै देखाउनुहोस् न होइन अब कसरी हेर्ने यस्तै भयो यस्तै भयो खानु न त्यतिले त मोटाउँदैन है कति साह्रो के अब नातिनीलाई सलातीलाई दिन्छ कि नातिनीलाई अघि
त्यहाँ राखेको छु नातिको आमालाई अब हेर्ने त्यो बुहारीले खाँदैन होला। अलिकति के गर्यौ न नाति नातिले त उनीहरू तपाईँलाई के कसलाई खानु पर्ने तपाईँलाई घरबेटी दिदीलाई मलाई चम्चा चाहिँ अलिक धेरै ल्याइदिनु पर्यो चम्चा निकाल्नु सक्यो धेरै खानु हुँदैन पेट दुख्छ त अलिकति हाम्रो धेरै ल्याउनु न एउटा होइन यति हो अझ एउटा त्यता दुईजना चम्ची आओ चम्ची अब ठिकै छ अब अरू गरौँ झ्याप्पै बसेर हेर्ने सत्य, तथ्य, निष्पक्ष अनि खोजमूलक समाचारको साथमा एभरेस्ट न्यूज।